जनगायिका मधु गुरुङको उपन्यास जीवनको गीत सार्वजनिक भएको छ। शनिबार बेलबारी नगरपालिकाको सभाहालमा प्रमुख अतिथि प्राध्यापक डाक्टर देवी दुलाल छेत्री, पूर्व सांसद हर्कमान तामाङ, प्राध्यापक डाक्टर बद्री विशाल पोखरेल, प्राज्ञ ख्याम नेपाली, नगर प्रमुख दिलप्रसाद राई, उपप्रमुख नितु थापा कोइराला, समितिका अध्यक्ष रमेश निरौला, उपन्यासकार लेखक मधु गुरुङ, समाजसेवीहरू परशुराम सुवेदी, धना तामाङ, मनकुमार गुरुङ, साहित्यकार इरन राई, वरिष्ठ नाट्यकारी भरत बर्बरी, कवि छवि बैरागी लगायतबाट समारोहको बीचमा कृतिको लोकार्पण भएको थियो। कृतिमाथि समीक्षा गर्दै समीक्षक प्राध्यापक डाक्टर बद्री विशाल पोखरेलले गुरुङको उपन्यास भुइँ मान्छे शोषित पीडित विभेदमा परेका मान्छेहरूको कथा भएको र पाखुरा बजार्ने नङ्ग्रा ख्याउनेहरूको मार्मिक चित्रण उपन्यासमा रहेको बताउनुभयो। विशेष गरेर यहाँ महिला शक्तिको आधा आकाशको झनै आधाभन्दा बढ्ता उपस्थित भएको हुनाले उहाँहरूलाई पनि सलाम गर्न चाहन्छु। अब यो साहित्य भनेको मन हुने सावर हो। साहित्य कला संस्कृति भनेको मन हुने सावर हो। यो सर्फले साबुनले त शरीरको मैल त हुन्छ, तर मनको मैल धुँदैन कहिले। व्यक्तित्व परिचयको क्रममा कृतिका सम्पादक साहित्यकार इरन राईले उपन्यासकार गुरुङ सांस्कृतिक चेतनाको अभियानकर्मी भएको भन्दै जागरणको अभियानसँगै साहित्यिक कृतिहरू कर्णालीमा हाम्रो सांस्कृतिक पाइला यात्रा संस्मरण 2056, बाटो रोजे गीति सङ्ग्रह 2064 यसअघि नै प्रकाशित कृतिहरू भएको उल्लेख गर्दै संविधान सभा 2070 को संविधान लेखनमा सक्रिय सदस्य रहेको चर्चा गर्नुभयो। उहाँ चाहिँ गीत गाउने क्रममा जनचेतना फैलाउने क्रममा यो देशको सबै जिल्ला टेक्नु भएको छ। तपाईँहरूले कुनै पनि जिल्ला सोध्नुभयो भने सबैतिर त पुग्न सक्नु भएको छैन होला, तर धेरै ठाउँ चिन्नुहुन्छ भने नेपाल त्यस्तो ठाउँमा कठिन यात्रा गरेर सांस्कृतिक चेतना बाँड्दाखेरि उहाँले अनुभूत गरेका कुराहरू लगाएका कुरा छन्। त्यो पुस्तकमाथि सम्पूर्ण साथमा प्रकाशित। प्रकाशक तथा आयोजक बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाले उपन्यासकार गुरुङ जन आवाज बुलन्द गर्ने गायिका मात्र नभएर जन अधिकार समानता न्यायको निम्ति समर्पित एक सङ्घर्षशील नारी एवं वैचारिक योद्धा भएको बताउनुभयो। 16 वर्षदेखि विभिन्न साहित्यिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ, गतिविधिहरू गर्दै आएको छ र यो निरन्तर रूपमा रहेको यहाँहरूमा सर्वविदितै छ। साथै कृति प्रकाशन लोकार्पण अवसरका लागि संस्थाको तर्फबाट गुरुङलाई धन्यवाद तथा शुभकामना पनि व्यक्त गर्नुभयो। कृतिकार गुरुङलाई शुभकामना दिँदै प्राज्ञ ख्याम नेपालीले विगतको सांस्कृतिक सहयात्रामा गुरुङसँग जोडिएका क्षणहरू सम्झिँदै विभिन्न आरोह अवरोह चिर्दै निरन्तरको यात्रा जिम्मेवारीप्रतिको निष्ठा, गुरुङको स्पष्ट विचार र स्वभावको खुलेरै प्रशंसा गर्नुभयो। तर मधु हामी सबै हाम्रो यात्रामा जोडिनु र अखण्ड निरन्तर अविच्छिन्न बरु म ब्याक भएँ। केही समयपछि म यो साङ्गीतिक यात्राबाट म ब्याक भएँ, तर मधु निरन्तर अगाडि बढिरहे। प्रमुख अतिथि प्राध्यापक डाक्टर देवी दुलाल छेत्री र विशिष्ट अतिथि नगर प्रमुख दिलप्रसाद राईले गुरुङको बहुआयामिक पाटोको चर्चा गर्दै उपन्यासकारले महिलाहरूप्रति हुने पारिवारिक सामाजिक विभेद सङ्घर्ष सफलताको कथा भएको हुँदा पाठक प्रिय र प्रेरक हुने दर्शाउँदै लेखकलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। मधु गुरुङले आफ्नो तेस्रो मानस सन्तानको रूपमा जीवनको गीत नामक उपन्यास सृजना गरेर आज लोकार्पण भएको छ। यसका निम्ति उपन्यासकार मधु गुरुङलाई हार्दिक बधाई र वाङ्मयिक सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। सबै व्यक्तिहरूले जीवन आफूले भोग्दै जाँदा सन्तोषप्रद पाइराख्न नसक्ने अवस्था हाम्रो समाज, त्यो समाजभित्रबाट यो उपन्यास सबैको प्रतिनिधित्व गर्दै अगाडि बढ्यो। लोकार्पण कार्यक्रममा कवि डाक्टर छवि बैरागी, कोशी साहित्य कला परिषदका अध्यक्ष केशु बिराई, साहित्यकारहरू तिला लेकाली, यज्ञ सुशेली, दीप मगराती, पुरनेखा, केपी घिमिरे, यादव भट्टराई, धनजित पराजुली, दिल्लीराम ओझा, गणेश दवाडी, दुर्गा खरेल, गीता प्रसाद श्रेष्ठ, शान्ति पाखरिन, प्रेम गुरुङ, जनगायक गोपाल नेपाल, चलचित्र निर्देशक भीम लामा, गायक सञ्जीव धिमाल, सङ्गीतकार टेकराज मगर, भीम बस्ने, शेरबहादुर खपाङ्गी, लोकगायक अम्बिका भण्डारी, शेखर थापा, हिरा खड्का लगायत विभिन्न पालिकाका स्रष्टा, साहित्यकार, शैक्षिक, सामाजिक
सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, सामाजिक बौद्धिक व्यक्तित्वहरू, स्थानीय जनप्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा साहित्यकारहरू भरत बर्बरी, खेम आचार्य, नवराज पोखरेल, चिरञ्जीवी काफ्ले, किशोर कोइराला, नवीन थापा छेत्री, मैया विक, दीपा दिफरी, विनोद निराल लगायतले सुन्दर रचनाहरू प्रस्तुत गरेर कार्यक्रमलाई आकर्षक बनाएका थिए। उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदीको स्वागत मन्तव्य, स्रष्टा जेबी थुलुङको कुशल सञ्चालन र संस्थाका अध्यक्ष रमेश निरौलाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।